नमस्ते साथीहरु, वेलकम ब्याक टु माई च्यानल। तपाईहरुलाई स्वागत छ आजको मेरो नयाँ ब्लगमा। भनौँ भने सुरुको ब्लगमा भनौँ यो च्यानलमा त। अनि हामी घुम्न आएको अनि हामीले उत्रम यहाँ पोखरा बस पार्क अगाडि ठ्याक्कै हैन। अनि कस्तो राम्रो भ्यू देखेको छ, कस्तो दामी हिमाल हामीलाई यस्तो हुन्छ टुरिस्टहरुलाई कस्तो होला जस्तो भनेर कुरा गर्दै थियौं। मेरो दिदी यहाँ चाहिँ यसको मुख हेर न, राम राम राम। अनि हामी पोखरा बस पार्कमा उत्रयौँ। अब हामी कहाँ जान्छौँ भनेर म तपाईलाई विस्तृत रूपमा भन्छु है। यहाँ उत्रेको छौँ है हामी। पृथ्वी चोक बस पार्क हाम्रो भिनाजी बस पार्कबाट चढेर आएको हामी चाहिँ आस्था होटलमा। चेक इन गर्न आँटेको। आज दिदी चाहिँ टिकट काट्न जानु हुँदैछ। कहाँको लागि? कहाँको लागि? मुक्तिनाथको लागि, मुस्ताङको लागि। म चाहिँ यहाँ सुतिरहेको छु, म नजाने टिकट काट्नलाई। मैले चाहिँ इन्फर्मेटिभ भिडियो बनाउन आँटेको होइन। यो हामी होटल आस्थामा त्यहीँ बस स्ट्यान्डमा एउटा अङ्कल, त्यो एजेन्ट नै होला, भेटेर लिएर आउनुभएको। अनि हामीलाई ठिकै लाग्यो अनि हामी बस्यौँ होइन। अनि 1300मा बस्यौँ। यो सिङ्गल बेड अनि यो डबल बेड छ होइन। अनि एउटा रुम 1300मा। त्यहाँबाट सिट उयसमा आयौँ, केमा ट्याक्सीमा 300 रुपियाँ तिर्यौँ। अनि त्यही उत्रेदेखिको स्टार्टै 300 ट्याक्सीमा। अनि यहाँ आइपुगेपछि 1300मा चेक इन गऱ्यौँ। दिदीहरू मुक्तिनाथ मुस्ताङको लागि अब टिकट काट्न जानुभएको छ। अनि एकछिनमा अब थाहा हुन्छ सबै। म टोटल खर्च भन्दैछु क्या। हामी चाहिँ अब हिँड्न आँटेको होइन। खोइ देखा महँगो जुत्ता देखा। कतिको भन्नु? यो धेरै हैन, 7000 आइसी हो। 7000 आइसी है, आइसी। अनि हामी रेडी भएर हिँडेको। लास्टमा काहीँ हो बिर्सेछ। मैले काहीँ होइन देखोदै हुनुहुन्थ्यो दिदीले बोकी भनेर मैले पनि वास्ता भएन, यतिकै भयो। अनि हामी हिँडेको। यहाँ गाडी आउँछ भनेर काहीँ हो बोका छैन र पनि कोरे जस्तै भयो भन्दै थियो दिदीले। मेरो कपाल चाहिँ उसको चाहिँ भएन भन्दै थियो, तर भएको छ ठिकै छ। अनि अब हामी हिँडेको। मैले पर्स होइन लिएको होइन घुम्नको लागि। बेकरीको सामान पनि केही लियौँ हामीले। कस्तो मिठो यो नरिवलवाला बिस्कुट खाएको। अहिले भर्खर भोकले सिल्टी पल्याट भएर 10 बजिसक्यो नि। अनि गाडी चढ्न आँटेको हामी। खै 7-8 ठाउँ घुम्ने भने सुन्छु। अब कता हो थाहा छैन, हेरौँ। 800मा भनेको छ, हेरौँ है हो कि होइन। अनि हामी चाहिँ आउँदैछौँ। अहिले पनि यो सोफा सिटरमै बसेको छौँ। तर अहिलेको चाहिँ नयाँवाला सोफा सिटर रहेछ र राम्रो छ। बिहान कता आन्द्रो हल्लिएको थियो नि हौ गाडी। अनि हामी जाँदैछौँ। 800 रुपियाँ पर पर्सन भनेको छ। अब कति ठाउँ घुमाउँछ नै हेरौँ।